ल त याबाहरू सुन्नुहुँदै होला खप्परहरू बजेको भए होइन अब चाहिँ पानी चाहिँ डरलाग्दो हिँडेर गयो अब छ मेरोसँग फुलहरू बिचोक भइसकिसक्यो होइन अब मैले केही जुगाड त लाउनु पऱ्यो होइन मेरो फुल राख्ने जग्गा छैन नि त खासमा चाहिँ मेन चाहिँ अन्त मजाको भइरहेको फुलहरू अब बेसी पानी भयो भने बिग्रिन्छ त्यस कारण अब म त्यो पानीसँग लड्नुको लागि यो यन्त्र लगाएर चाहिँ अब मेरो जुगाड गर्छु म तपाईँलाई देखाउँदैछु ल गर्छुनुहोस् है त याबाहरू मैले चाहिँ यन्त्र पनि लगाइसकिसकेँ अब त्यो लगाएपछि त अलिक काम गर्नु मजाले भ्याउँछ नि त अलिक त त्यहाँ मजाले काम गर्नु नि हुन्छ पानी देखाउँदैछु ल हुन्छ अब फुलहरू चाहिँ अब यस्तो दामी भइरहेछ होइन अब यो चाहिँ ओटै छैन नि त त्यसै कारण जति सक्दो चाहिँ छिटो एसेप्ट भने जस्तो एज सुन एज पोसिबल भनेको जस्तो नै यहाँ चाहिँ बनाइहाल्नु पर्ने छ क्या अहिले अब के कामले गर्दाखेरि रोकिन्छ घरि आफूलाई अल्छी लाग्छ घरि के हुन्छ अब म पहिला जुगाड लगाइहाल्छु कहाँदेखि चाहिँ सुरु गरौँ लु मैले चाहिँ अब यतिको चाहिँ जुगाड गरिसकेँ होइन मैले जति सक्दो अब मेरो राईको दिमाग लगाएर चाहिँ यतिको चाहिँ गरेँ अब यहाँ माथिदेखि च्यादर छ्याप्पै हालेपछि चाहिँ अलिकति भए पनि सेफ भयो नि त अन्त यहाँ डल्लै छ अब यतापट्टिको लागि मुडै छैन हो हेर्दै गर्नु चाहिँ म तपाईँलाई देखाउँदै जान्छु याबाहरू मैले फाइनली सकिसकेँ कामसाम चाहिँ सबै जुगाड चाहिँ गरिसकिसकेँ म तपाईँलाई देखाउँदैछु ल हेर्नुहोस् है झ्याप्पै फुल यहाँनिर हो अब नपक्रेकोहरू अझै कति चाहिँ मुनि नै छ नि त यसरी गरिहाल्यो होइन टक्क चारवटा मुढा थियो मुढामाथि यसरी इँटा राखेर अब हटाउस नहुँदा त पीडा चाहिँ यस्तो हुँदोरहेछ हटाउस हुनेहरूलाई त सजिलो टक्क त्यहाँनिर ओतमा सेड्सतिर राखिहाल्यो होइन हाम्रो चाहिँ अब त्यो नभएर अलिकति दुःख चाहिँ गर्नुपर्ने तर केही छैन आज एक दिन त आउँदो होला पानी भोलितिरदेखि त रोकिनु भइगयो यसरी चाहिँ चेप्टाइकन चाहिँ राखेको छु मैले किन होइन सबै किनभने फक्रिनु आँटेको रहेछ नि त यो त अन्त पानी बेसी भयो भने त बिग्रिन्छ त्यही भएर होइन अब यसरी जोगाड गर्नु सक्नुहुन्छ मैले सिकाइरहनु पर्दैन किनभने तपाईँहरू सबै बाठो नै हुनुहुन्छ होइन मभन्दा धेरै बाठो म फेरि बाठो भएर जस्तो हुन्छ अब यसरी पनि गर्नु सकिँदो रहेछ भन्ने टाइपको चाहिँ ल आजको लागि अब यति नै मेरो अब खानासाना म भन्दैछु धन्यवाद याबा चिफ